पशु सेवा तालिम केन्द्रबाट चाहिँ यो माछा सम्बन्धी तालिमका हाम्रो यो कोशी प्रदेशमा भएका विज्ञ केन्द्र लगायत हाम्रो पालिकाहरूमा भएका प्राविधिक साथीहरूलाई हामी चाहिँ व्यावसायिक यो मत्स्य पालन सम्बन्धी तालिम हुन्छ त्यस तालिम अन्तर्गत चाहिँ आज हामी यो पोखरी जुन सुनसरीको यो दिवानगञ्ज 7 नम्बरमा रहेको सुनसरी बहुउद्देश्य कृषि फार्ममा रहेको पोखरी फार्म अवलोकन गर्न आएका हुनुहुन्छ सबैजना र यसमा 25 जना जति हाम्रो प्राविधिक साथीहरू हुनुहुन्छ र यो फार्म चाहिँ अहिले हाम्रो यो कोशी प्रदेशको हिसाबले चाहिँ मत्स्य पालनको हिसाबले एउटा उहाँको आयोजनको लागि र पनि व्यवसायिक रूपमा पनि भएको छ भनेदेखि अर्को हामीलाई सिकाइको लागि पनि एउटा थलो भएको छ र यहाँबाट चाहिँ माछाका भुराहरू अहिले नर्सरीको रूपमा उहाँले पनि काम गरिराख्नु भएको छ र अर्को माछा उत्पादन गर्नु छ निकट भविष्यमा उहाँलाई हामीले अब चाहिँ ह्याचलिङ पनि गर्नुहोस् भनेर हामीले अनुरोध गरेका छौँ। ह्याचलिङ गरिसकेपछि यहाँ यो कोशी प्रदेशलाई धेरै नै माछाका भुरा उहाँले चाहिँ अब आपूर्ति गर्न सहयोग पुग्नेछ भन्ने आशा हामीले लिएका छौँ र अवश्य अझ उहाँको यो फर्मको सफलताको कामना पनि सँगसँगै हामी गर्दछौँ।